भन्दै हामी यहाँ अचार हाल्न थाल्छौँ। गाई यो चाहिँ अचार हो मिलो म आफ्नै हिसाबले हाल्न हुन्छ त लिनुहोस् किरो रहेछ है फ्रेन्च फर्स्ट बाइट खाने स्टार्ट गर्नु अलिक अमिलो लागेको रहेन रहेछ गाइज म चाहिँ अलिक अमिलो मिठो लाग्छ बामा अमिलो अलिक मिठो हुन्छ गाइज तपाईँहरू पनि घरमा सर्ने खानुहुन्छ होला हामीले पेपरमा पनि राखेनौँ पानीमा पनि राखेनौँ कसैलाई के माग्नु छ छैन यहाँ भएको हाम्रो मुखबाङको भिडियोमा फर्स्टचोटि आएर कस्तो लागिरहेछ तपाईँलाई राम्रो गाइज उहाँको नाम चाहिँ खुस हो मेरो नाम त दिप्सन उहाँको नाम चाहिँ दिप्सिका हामीले बाबालाई पनि ल्याउनु खोजेको बाबाले मान्नु भएन अर्को भिडियोमा सायद आउनु सक्नुहुन्छ कतिवटा म त एउटा यो 100 रुपैयाँ छ नि यो त मैले नै जित्दैछु हेर्नु है मैले जित्छु गाई हेर्नुहोस् भोट गर्नुहोस् है तपाईँहरू कसले जित्छ म जित्छु गाई यो चाहिँ पोर्कमा बनाएको पोर्कमा नि सुँगुरको मासुमा गाइज हामीले चाहिँ एउटा भ्लग चाहिँ रिकर्ड चाहिँ गरेको छौँ त्यो चाहिँ भोलि हाल्नेछौँ हामी तपाईहरु त्यो भ्लग पनि हेर्नु होला कस्तो यार तिमीहरु पानी राख्नु किन बिर्सेको मजा याद पनि याद राख्नु पर्छ नि त यार अर्को पालि चाहिँ त्यस्तो मुखबाङ गरौँ भने जमेको छुट्रो नै रेडी बनाउने है
गरिम भने होइन गर्छौँ गर्ने त छौँ कि अब यो गेम हालेपछि भोलिपल्टै त गरिदिएन नि त हामी म मिल्यो नगर अमिलो र पिरो थुक्पा कम्बिनेसन गाइड हामीलाई मलाई चाहिँ धेरै अमिलो मन पर्दैन र पनि अलिकति अमिलो र पिरोवाला त कम्बिनेसन छ नि गाइड तपाईँहरू खानु कस्तो मिठो ल किनैजना त जर्सीमै छ नि त गाइड हामीले एउटा मात्र मुखबाङ भिडियो हालेको छौँ यो अपलोड गरेपछि दुईवटा हुन्छ त्यो हाम्रो फर्स्ट मुखबाङ भिडियो पनि दिनु होला गाइड म यिनीहरूलाई एउटा क्वेसन गर्न आँटेको छु तिम्रो फेभरेट फुड के हो खानेकुरा मोमो रहेछ तिम्रो चटपटे पानीपुरी गाइड मेरो के हो थाहा छ चाउमिन हो गाइड यहाँबाट कसैको फेभरेट थुक्पा त रहेन रहेछ नि मेरो हो त फेभरेट सबभन्दा धेरै मनपर्ने चाहिँ मलाई चाउमिन हो सबभन्दा धेरै मनपर्ने मलाई मोमो नै हो अनि पानीपुरी गाई चाउमिन यस्तो मिठो हुन्छ पानीपुरी पिरो मिठो हुन्छ अमिलो पिरो चटपटे चाहिँ धेरै पिरो पानीपुरी अमिलो भयो भने पनि केही हुँदैन कार्यलयमा एउटा सिक्रेटली कुरा हुन आँटेको थियो गाई जुगाले भनेको एउटा कमेडी कुरा हो तर भन्नु मिल्दैन पिरो कम भएछ पिरो र अमिलो दुइटै हालेपछि पिरो अमिलो त कमै हो त गाइस तपाईहरुले आजकल हाम्रो च्यानललाई त्यस्तो धेरै सपोर्ट देखाउनु भएको छैन सपोर्ट गर्नु होला है गाइस
सपोर्ट भन्दा पनि धेरैभन्दा धेरै सपोर्ट। Ahora es ratero. खाइसक्नु आँट्यो तर जित्नु पर्यो नि। जित्नु त मै जित्ने हो। कसले जित्छ हेरौँ न। तर एउटा रुल छ के जसले जित्छ नि एकजनाले त्यसले हारेकोलाई जिसाउनु पर्ने हुन्छ। त्यो त जित्नु त जितेपछि पो कुरा हो त। sekarang masak SN position चल्दै बता सुन क्या गाइस मैले कस्तो मुस्किलले खाइसकेको थिएँ तर यो पैसा चाहिँ उहाँले जित्नुभयो। अस्तिको च्यालेन्जमा पनि उहाँले नै जित्नु भएको। उहाँको पनि खाइसक्नु राख्नु भएको थियो तर यो पैसा उहाँलाई नै मिल्छ। अब लाग्नु दिनुहोस्। यो मैले पैसा जितिसकेँ गाइस होइन। अब मैले पैसा राख्छु। गाइस हाम्रो भिडियो चाहिँ स्क्रिप्टेड हुँदैन। जसले फर्स्टमा खाइसक्छ त्यसकै हुन्छ यो पैसा। गाइस हामी पनि अझै एउटा नयाँ भिडियो हाल्छौँ यस्तै। त्यसमा चाहिँ मैले जित्नु छु हेरौँ। यो पालि त के भयो र मैले हारेर। गाइस आजको लागि यति नै। लाइक सब्सक्राइब गरिदिनु होला, च्यानललाई सपोर्ट गरिदिनु होला। बाई बाई।